त्यो लिस्ट हेरेर भन्नुपर्ने हुन्छ हजुरले। हजुर म के बनाउन गइरहेको छु? मटन 1 केजी, ओनियन 2 केजी, टोमेटो 1 केजी, हजुर घी हो घी हाफ केजी, हजुर सुगर, मिल्क, टिस्यु, ओइल, गार्लिक। यो त खै अलिकति के भन्ला? के भन्ला मैले? खै थाहा भएन। के गर्न सकेला? अलि यो चाहिँ हार्डै रहेछ। खाना कति बनाउनुहुन्छ घरमा? खाना त रेगुलरै हो। रेगुलरै बनाउनुहुन्छ? हजुर रेगुलर बनाइन्छ। सबै किचनमा युज हुन्छ? हजुर ओनियन 2 केजी हालेर चाहिँ मटन 1 केजी के पाक्छ भनेर कन्फ्युज भयो कि त्यही भएर। त्यसमा टिस्यु कहाँ युज हुन्छ, मिल्क कहाँ युज हुन्छ है? हजुर यो हेरेर भन्नुपर्ने हुन्छ। हजुर अलिकति के हुन सक्ला? हार्डै भयो। के हुन सक्ला? हिन्ट दिउँ? हजुर सबै किचनमा युज हुने सामानहरू हो? हजुर किचनमै युज हुन्छ। डेली युज हुने सामानहरू हो? यो हालेर चाहिँ केही बन्दैन जस्तो लाग्यो। केही बन्दैन? हजुर के बन्छ? केही त बन्छ। के बन्ला? खै के चाहिँ बन्ला? अलि यो चाहिँ हार्डै रहेछ। हार्डै रहेछ? हजुर कुनै डिस नभएर एक्स्ट्रा के त्यति परसम्म चाहिँ पुगिनँ म। परसम्म पुग्न सकेन? हजुर परसम्म चाहिँ पुग्न सकिनँ तर सकेन? हजुर के रहेछ त यो त? सोच्नुहोस् के बन्ला? थाहा भएन। क्विट गरिदिउँ? हजुर क्विक गरिदिनु। सरी सरी हाम्रो अडियन्सलाई भनिदिनुहोस्, कमेन्टमा भनिदिनुहोस् भनेर। मैले चाहिँ भन्न सकिनँ। हजुरहरूले मिलाउनु भयो भने चाहिँ कमेन्टमा छोडिदिनु होला है त। हस् धन्यवाद। हस्।